नमस्कार। आजको यस जानकारीमूलक प्रस्तुतिमा स्वागत छ। हामी सबैजना महिनाभरि एकदमै धेरै खटेर काम गर्छौं, पसिना बगाउँछौं, पैसा पनि राम्रै कमाउँछौं। तर महिना मर्ने बेलासम्म त्यो पैसा कहाँ जान्छ कहाँ पत्तै हुँदैन, होइन त? यो एउटा यस्तो गम्भीर दुविधा हो जसले हामीमध्ये धेरैलाई पिरोलिरहेको हुन्छ। आखिर महिनाको अन्त्यमा पैसा किन हराउँछ त? यो प्रश्न साँच्चै नै हामी सबैको मनमा खेल्ने कुरा हो। हामीले समाजमा देखेकै छौं नि, कतिपय मानिसहरू निकै राम्रो तलब बुझ्छन् तर खल्ती रित्तै हुन्छ, शून्य बचत। अनि अर्कोतर्फ कोही यस्ता पनि हुन्छन् जसले थोरै कमाए पनि सफलतापूर्वक आफ्नो भविष्यको जग बलियो बनाइरहेका हुन्छन्। आखिर किन यस्तो हुन्छ त? आजको यस विश्लेषणमा हामी मुख्य गरी 6वटा कुराहरू हेर्नेछौँ। वित्तीय साक्षरता भनेको के हो, खर्च र बचत बीचको फरक, यसका फाइदाहरू, हाम्रो शिक्षा प्रणालीमा यसको आवश्यकता, यो सिक्ने तरिका र अन्त्यमा भविष्यको सुरक्षा। आर्थिक तनावलाई चिरेर अघि बढ्ने यो हाम्रो छोटो तर निकै महत्त्वपूर्ण यात्रा हुनेछ। ल अब यस विषयमा गहिरिएर हेरौँ। पहिलो बुदा, वित्तीय साक्षरता भनेको के हो त? हेर्नुस्, मानिसहरूले पैसा कसरी कमाउने भनेर त जीवनमा जसरी तसरी सफलतापूर्वक सिक्छन्, तर त्यो कमाएको पैसालाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरा सिक्न भने पूर्ण रूपमा चुकिरहेका हुन्छन्। समस्याको जरो नै यही नै रहेछ। साधारण भाषामा भन्नुपर्दा वित्तीय साक्षरता भनेको पैसा कसरी कमाउने, खर्च गर्ने, बचत गर्ने, लगानी गर्ने र आफ्नो भविष्य सुरक्षित बनाउने भन्ने ज्ञान र क्षमता हो। यहाँ बुझ्नै पर्ने एकदमै कटु सत्य के छ भने नि, जसले आफ्नो पैसालाई नियन्त्रण गर्न जान्दैन उसको हातमा पैसा कहिले पनि लामो समय टिक्दैन। यो व्यवस्था गर्नै नसकिने यथार्थ हो। दोस्रो बुदामा जाउँ, खर्च कि बचत। अब यो परिभाषालाई मात्रै रटेर भएन, यसलाई हाम्रो आफ्नै दैनिक जीवनको एउटा व्यावहारिक उदाहरणबाट बुझ्ने प्रयास गरौँ। मानौ दुईजना साथीहरू छन्। पहिलोले महिनाको 30 लाख रुपियाँ कमाउँछ, तर ऊ महँगो मोबाइल, विलासी गाडी र अनावश्यक कुराहरूमा जथाभावी पैसा उडाउँछ। अब अर्को साथीलाई हेरौँ, जसले तुलनात्मक रूपमा निकै कम कमाउँछ, तर ऊ जिम्मेवारीपूर्वक बचत गर्छ, बुद्धिमानीपूर्वक लगानी गर्छ र एकदमै सोचेर मात्र खर्च गर्छ। अब आफै विचार गरौँ त, केही वर्षपछि यी दुईमध्ये आर्थिक रूपमा को बलियो होला? पक्कै पनि त्यो व्यक्ति जसले पैसालाई सही तरिकाले चलाउन जानेको छ। अब तेस्रो खण्डमा कुरा गरौँ साक्षरताका मुख्य फाइदाहरू। यो ज्ञान किन यति धेरै महत्त्वपूर्ण छ त? पैसाको सही व्यवस्थापनले हाम्रो जीवनमा साँच्चै कस्तो सकारात्मक परिवर्तन ल्याउँछ भन्ने कुरा बुझ्न अत्यन्तै जरुरी छ। मुख्य रूपमा यसका 5वटा फाइदाहरू छन्। खर्चमा नियन्त्रण, बचत गर्ने बानी, ऋणको पासोबाट छुटकारा, सुरक्षित भविष्य र लगानी गर्न सिक्ने। यी केवल तथ्यहरूको बोरिङ सूची मात्र होइनन्, बरु आर्थिक स्वतन्त्रता प्राप्त गर्नका लागि निर्माण गरिएका निकै महत्त्वपूर्ण खुड्किलाहरू हुन्। यसले हामीलाई चाहना र आवश्यकता बीचको फरक स्पष्ट रूपमा छुट्याउन सिकाउँछ। जब पैसाको वास्तविक मूल्य बुझिन्छ, बजारमा जे देख्यो त्यही किन्ने बानी आफै हराएर जान्छ। यसले अनावश्यक खर्च ह्वात्तै घटाउँछ र भोलि आइपर्ने आपतकालीन अवस्थाका लागि अत्यावश्यक बचत गर्ने बानी बसाल्छ। आखिर बचत नै त भविष्यको सबैभन्दा ठूलो साथी हो नि, होइन र? यसको अर्को एकदमै महत्त्वपूर्ण पक्ष भनेको क्रेडिट कार्ड र उच्च ब्याजदर भएका अनलाइन लोनको खतरनाक जालबाट बच्नु हो। आजभोलि कति धेरै मानिसहरू यस्तो ऋणको भुमरीमा फसिरहेका छन्। वित्तीय साक्षरताले कुन ऋण साँच्चै आवश्यक छ र कुनले पूर्ण रूपमा डुबाउँछ भन्ने कुरा बुझाउँछ, जसले ठूलो आर्थिक दुर्घटना हुनबाट जोगाउँछ। अनि अर्को कुरा, पैसालाई त्यत्तिकै ब्याङ्कमा थन्काएर मात्रै पनि त भएन, त्यसलाई बढाउनु पनि पर्छ। शेयर बजार, व्यापार, एसआइपी र म्युचुअल फन्डहरू जस्ता माध्यमबाट पैसालाई कसरी हुर्काउने भन्ने कुरा एकदम महत्त्वपूर्ण छ। भविष्यमा आउन सक्ने स्वास्थ्य समस्या वा परिवारका अन्य जिम्मेवारीहरू सजिलै पूरा गर्न पैसालाई यसरी नै लगानी गर्नै पर्छ। अब चौथो बुदामा लागौ, शिक्षा र यसको आवश्यकता। पैसा नभई जीवन चल्दैन, तर विडम्बना के छ भने हाम्रो समाज र शिक्षा प्रणालीले नै यसको बारेमा पर्याप्त सिकाउँदैन। एउटा एकदमै मन छुने भनाइ छ नि, स्कुलमा हामीले धेरै विषय पढ्यौं तर पैसा कसरी चलाउने भनेर कहिले पढाइएन। यसले हाम्रो शिक्षा प्रणालीको एउटा ठूलो कमजोरीलाई झल्काउँछ। आधुनिक शिक्षाले यो अत्यावश्यक जीवनोपयोगी सिप सिकाउन छुटाएकै कारणले गर्दा आज लाखौं कमाउने युवाहरू पनि बचत गर्न नसकेर गहिरो आर्थिक तनाव झेलिरहेका छन्। 5औं खण्ड, त्यसो भए कसरी सिक्ने त? आत्तिनुपर्ने केही छैन,
यो यस्तो सिप हो जुन जो कोहीले पनि आजैबाट अहिलेबाट सिक्न सुरु गर्न सक्छ। यसलाई समाधान गर्ने केही व्यावहारिक तरिकाहरू छन्। यी 4 कदमहरू सफलताको भर्याङ जस्तै हुन्। पहिलो, आर्थिक ज्ञान दिने पुस्तकहरू पढ्ने। दोस्रो, युट्युब र अनलाइन कोर्सहरूको भरपूर प्रयोग गर्ने। तेस्रो, अनुभवी व्यक्ति वा मेन्टरहरूबाट सिक्ने। र चौथो, दैनिक अभ्यास सुरु गर्ने। यहाँ सबैभन्दा ठूलो कुरा त आफ्नो दैनिक खर्च एउटा कापीमा टिपोट गर्ने जस्तो सानो अभ्यासबाट आजै सुरुवात गर्नु अत्यन्तै आवश्यक छ। किनकि वित्तीय साक्षरता भनेको पढेर मात्र हुँदैन, व्यवहारमै उतार्नुपर्छ। यस विषयमा गहिरो ज्ञान लिनका लागि स्रोत सामग्रीहरूले विशेष गरी 2वटा उत्कृष्ट पुस्तकहरू सिफारिस गरेका छन्, रिच ड्याड पुअर ड्याड र द साइकोलोजी अफ मनी। सम्पत्ति र पैसाप्रतिको हाम्रो परम्परागत सोचलाई पूर्ण रूपमा बदल्नका लागि यी पुस्तकहरू साँच्चै नै एउटा गजबको प्रस्थान बिन्दु हुन्। अब हामी आजको विश्लेषणको 6औं र अन्तिम खण्डमा आइपुगेका छौं, भविष्यको सुरक्षा। यो सन्देश विशेष गरी ती युवाहरूका लागि एकदमै प्रेरणादायक छ जसले भर्खरै कमाउन थालेका छन् र एउटा राम्रो जीवन निर्माण गर्ने सङ्घर्षमा छन्। सधैँ याद राखौं, धनी बन्ने पहिलो कदम भनेको धेरै पैसा कमाउनु मात्रै होइन, बरु आफूले कमाएको पैसालाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्नु हो। आज कमाएको थोरै रकमलाई मात्र पनि यदि सही ठाउँमा निर्देशित गर्न सक्यो भने त्यसले भविष्यलाई पूर्ण रूपमा बदल्ने अभूतपूर्व तागत राख्छ। अन्त्यमा यो एउटा एकदमै शक्तिशाली प्रश्नको साथ आजको यो प्रस्तुति टुङ्ग्याउन सान्दर्भिक हुन्छ। के पैसाले हाम्रो लागि काम गरिरहेको छ वा त्यो त्यत्तिकै थन्किएर बसिरहेको छ? वित्तीय साक्षरता भनेको ब्याङ्कमा पैसा जम्मा गर्ने कुरा मात्र पक्कै होइन, यो त हाम्रो भविष्यको बलियो सुरक्षा कवच हो। त्यसैले केवल कमाउने मात्र होइन, सक्रिय रूपमा बचत र लगानी गर्ने दिशामा आजैबाट कदम चालौं। ज्ञान नै शक्ति हो र वित्तीय ज्ञानले मात्र साँचो अर्थमा आर्थिक स्वतन्त्रता दिलाउन सक्छ। आजको यस प्रस्तुतिमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।